नमस्ते सबैजनालाई। अहिले चाहिँ म हुम्ला जिल्लाको सिमीकोटको भारगाउँ भन्ने ठाउँमा छु र यहाँ कतिजना हाम्रो जनताहरूलाई चाहिँ कतिवटा दल छ हुम्लामा र कुन ठाउँमा कसरी भोट गर्ने र कसरी यो पेपरलाई चाहिँ कसरी पटाउने भन्ने कुरा नै थाहा रहेनछ। त्यसको लागि चाहिँ म यसपटक चाहिँ हाम्रो हुम्लीको छोरी कर्णालीको छोरी टासी लाजोमलाई जिताउनको लागि चाहिँ म मेरो साथीलाई जिताउनलाई म यहाँ हुम्लामा आइपुगेको छु। त्यो भएको कारणले गर्दाखेरि हुम्ला जिल्लामा यो मतपत्र चाहिँ 7वटा दलहरू हुनुहुन्छ। यो पटक चाहिँ यो 7वटा दलहरू मध्येबाट चाहिँ हामीले के गर्छौं भन्दाखेरि चाहिँ यो स्वस्तिक छापले चाहिँ अब अहिले चाहिँ म के रे टासीलाई सपोर्ट गर्न आएको भएको कारणले गर्दाखेरि सम्पूर्ण हुम्ला जिल्लाहरूलाई चाहिँ घण्टीमा चिन्ह मतदान गरेर यो पटक हुम्लीको छोरीलाई जिताउनका लागि अनुरोध गरे। त्यो भएको कारणले गर्दाखेरि यसरी चाहिँ यो र यो डन्डी र यो डन्डी कुनैमा नछोएर र चिन्ह यो चुनाव चिन्हमा पनि नछुवाएर यसरी स्वस्तिक छापले छाप लगाउने। अनि लगाइसकेपछि चाहिँ यो कुनै पनि अन्य चिन्हमा चाहिँ अब यो स्वस्तिक छाप चाहिँ लाग्नु भएन। त्यो भएको कारणले गर्दाखेरि फर्स्टमा यसरी पट्टाउने अनि त्यसपछि चाहिँ यसरी पट्टाउने अनि यो पट्टाइसकेपछि चाहिँ हामीले सरसरी लगेर यसरी पटाउँदा पनि हुन्छ। किन भन्दाखेरि त्यसले अरू चिन्हमा गएर छाप लाग्दैन स्वस्तिक छाप। अनि यसरी गरेर चाहिँ हामीले त्यहाँ गएर यसरी हाल्ने। अनि यो हालिसकेपछि चाहिँ तपाईहरु सम्पूर्ण नागरिकहरूले यसपटक हुम्लावासीहरूले चाहिँ हाम्रो हुम्लीको छोरी टासी लाजोमलाई जिताउनका लागि चाहिँ घण्टी चिन्हमा मतदान गरेर यसरी नै तपाईहरुले आफ्नो मताधिकार चाहिँ सुनिश्चित गर्नुहोला र देश तथा विदेशमा रहनु भएको दाजुभाइहरूलाई पनि यो पटक टासी लाजोमलाई जिताउनका लागि आफ्नो घरमा कल गर्नुहोला र कल गरेर घण्टी चिन्हमा मतदान गर्नका लागि अनुरोध गर्नुहोला भन्न चाहन्छु। हस्, धन्यवाद।